कहीँबाट मिल्दैन है खुसी संसारमा कहीँबाट मिल्दैन त खुसी आफै हुन सिक्ने हो आलु बारीले चाहिँ घाम देख्नै पाएन के के खाएको छानु ए के हो र त्यो के हो र यस्तो बिस्तारो बिस्तारोमै ल मेरो खाना आमामा टावा जत्रो छ त्यत्रै भयो है मजाक उड़ाओगे छानु तिमी माम खाने होइन के खाएको तिमी माम नखाएर के बिस्कुट खाएर बसेको सोयाबिनको तरकारी आलु बुझ्नाले कस्तो मिठो भएको न उयो बिरालो लाग्दा साथीहरू खाइयो अब भाँडा त माझ्नु पऱ्यो नि होइन वेट साथीहरू मेरो आलु बारीले चाहिँ घाम देख्नै पाएन के हुन्छ कि हुँदैन थाहै छैन यस्तो छ बिचरा हालत घाम भन्ने कुरा एक झलक देख्नै पाएन त्यहाँ चाहिँ मैले अस्ति नै साड दिएको कि यो टमाटर चाहिँ म चाहिँ सानो बेच्न ल्याएको थिएन कि अनि मैले भेटाएँ उता बाहिरतिर अनि त्यो भएर यहाँ ल्याएर साड दिएको गाह्रो छ साथीहरू घाम देख्न नपाएर आम्मा घाम मात्रै हो र अनि देख्न नपाएको यो पानी जस्तै हुस्सु झरेर यस्तो छ अवस्था यतातिर मेरो के अरे छ जेन्सेस ए ल तँलाई एकछिन भने पढेर बस्न है आज ठुल्छोरीको टेस्ट छ आज तबु लोसर चाहिँ हो कि तर छुट्टी छैन कि यिनीहरूको चाहिँ आज 8 क्लासको टेस्ट चलिरहेको छ इक्जाम आउँदैछ नि त त्यही भएर 8 क्लासको जिल्ला स्त्री पनि हो त्यो भएर यिनीहरूले छुट्टी नै पाएको छैन शनिबारधरि छुट्टी मात्रै मर्छ के गर्दै आमै खाना खाँदै जेन्सिस छुट्टी छैन गाइज यिनीहरूको छुट्टी छैन गाह्रो छैन के हो सानो के हो यो के बालेको ए भात त्यो निबन्ध पढ्ने हो तँलाई नि पढ्नु भनेको छ टिचरले है त्यो मोबाइल खेलाउँदै भात खान्छ अनि कतिखेर भ्याउने हो ल खा अनि खाएर फेरि ल साथीहरू म चाहिँ यसरी भिडियो हेर्दै एक्सर्साइज चाहिँ म यसरी गर्छु ल यो चाहिँ मेरो पहिलाको फोटो हो र यो वेट लस गर्नुभन्दा अगाडिको अनि म चाहिँ यसरी साथीहरू म चाहिँ यसरी गर्छु कि एक्सर्साइज चाहिँ अनि सुरुमा यो चाहिँ वार्मअप गरेको अनि खुसी चाहिँ मैले भनिहालेँ अघि पनि मैले खुसी चाहिँ के हो भने आफूमा खोज्नुपर्छ आफूभित्रै खोज्ने कि खुसी चाहिँ कहीँबाट मिल्दैन है खुसी संसारमा कहीँबाट मिल्दैन त खुसी आफै हुन सिक्ने हो खुसी चाहिँ मजाले धेरै पैसा कमाएर महँगो गाडीहरूमा चढेर महँगो घरहरूमा बसेर महँगो कुराहरू लगाएर मिठो कुराहरू खाएर यो यसमा होइन क्या खुसी आफै हुन सिक्ने हो क्या म चाहिँ यसरी हो क्या खुसी कहीँबाट मिल्दैन म चाहिँ यसरी नै आफ्नै धुनमा यसरी गर्छु म चाहिँ यहाँ चाहिँ म्युजिक बजिरहेको थियो त्यही भएर मैले म्युट गरेको म चाहिँ यसरी उफ्रिने क्या आफ्नै तालमा कोठामा बस्यो होइन अनि त्यो भएर खुसी कहीँबाट पाउँदैन साथी खुसी आफैमा खोज्न सिक्नुपर्छ भनेर म आजको यो भिडियोमा पनि सजेसन गर्न चाहन्छु यो चाहिँ मेरो आफ्टर वेट लस पछिको यस्तो लुक छ मेरो नेगेटिभ नसोच्नु होला एक्सर्साइज चाहिँ म यही पढ्दा बसेर यसरी गर्छ अनि रिलहरू बनाउँदै यही पढ्दा बसेर गर्छ है अनि मेरो घर चाहिँ यस्तै छ तर मलाई मेरो घर जस्तो छ म त्यसमा एकदमै
ह्याप्पी छु अगाडि म्युजिक लगाएर टिभीमा हेर्दै गऱ्यो भने आफूले पनि एउटा जोस ऊर्जा आउँछ क्या अनि कोही कोही चाहिँ मसँग पनि गर्दैछ है भन्ने यस्तो खालको टाइप हुन्छ क्या आफ्नो एउटा इमेजिनेसन क्या त्यो चाहिँ एउटा यो चाहिँ होम वर्कआउट गर्नेहरूलाई सजिलो हुन्छ अनि यहाँ चाहिँ हाम्रो यस्तो छ घर भन्ने कुरा ढिलो चाँडो होला नहुने होइन होइन सबैको हुन्छ तर त्यही हो कहिले हुन्छ भन्ने कुरा चाहिँ हो कहिले चाहिँ आउँछ हुन्छ बन्छ भन्ने कुरा चाहिँ हो तत्कालको लागि चाहिँ अहिले हामीले यति नै ठिक छ एकदमै कतिजना मान्छेहरूले घर नभएर कस्तो गाह्रो हुन्छ है अनि यही घरको नभएको कारणले गर्दा बिचराहरू कस्तो लाउरी जिन्दगीहरू जिउनु परिरहेको हुन्छ तर भए पनि हाम्रो यही भए पनि एकदमै एकदमै ठुलो कुरा हो कि अनि म चाहिँ गर्व गर्छु अनि नहुनु भन्दा त यतिको भएको एकदमै राम्रो हो भनेर म चाहिँ यो कुरा चाहिँ म पोजिटिभ तरिकाले लिन्छु क्या नहुने कुरा होइन हुन्छ त्यही हो ढिलो चाँडो हुन्छ है अनि हरेक कुरालाई बी पोजिटिभ लिएर अगाडि बढ्यो भने त्यही अनुसारकै हुन्छ भन्दै म आजको भ्लगलाई चाहिँ म यही इन्डिङ गर्दै यही दिनको भ्लग अनि मलाई त्यस्तो बोल्नु आउँदैन तर म प्र्याक्टिस गर्ने चाहिँ मलाई कोसिस गर्दैछु अनि मेरो भिडियोहरू मन पर्नु भयो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला अनि मलाई कमेन्टमा भन्नुहोस् म पनि तपाईँलाई सपोर्ट गर्नेछु फेरि हामी नेक्स्ट भ्लगमा भेट्नेछौँ भन्दै चिसो छ तपाईँहरू सबजना सेफ रहनुहोस् हेल्दी रहनुहोस् अनि ओके यति नै बाई बी पोजिटिभ बी थिङ्किङ सबै कुरो अल राइट सबै कुरो फाइन हुन्छ है ल